हात खुट्टा त सक्लै छ त हो अन्त यार खानको लागि ल तमदाची पाप हुँदैछ पाप धेरै गरेको छ तमदाचुले अहिलेको जन्ममा पनि म राम्रै घर जन्मिन्छु अहिलेको जन्ममा अलिअलि पाप होला सबै पाप जाओस् है त्यो पानीले लाग्यो भने म पापी हुन्छु नि अब जम्मैलाई हतार हो कहाँ जानु हतार हो यति साह्रो हो अब बिहेको मलाई मेरो के अरे बिहेको जन्ती हो साँच्चै हो मलाई हो भन्दै सो हेलो एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो सो आजको भिडियो चाहिँ धेरै समयपछि मैले बनाउँदैछु होइन सो अस्ति पनि हामी घुम्नु चाहिँ गएको थियौँ तर मैले भिडियो लगाएको थिइनँ सो आज चाहिँ लगाइरहेको छु भनौँ न हो अनि धेरै पछि पो भिडियो बनाउँदैछु त म त अनि ए गुटुङटुङ पो आइजान्छ त तलैदेखि माथिसम्म संसारीको बाटो लास्ट डेन्जर भइसक्यो अरे बाटो अब यताबाट छिर्नु भने बाटो भर्खर बनाउँदैछ हामी चाहिँ यतैबाट छिर्नुपर्ने हुन्छ यो बाटो चाहिँ जहिले हिँडिन्थ्यो अहिले कुदा न सो मैले चाहिँ खाना पनि धेरै खाएको छैन क्या आज मतलब सुतेर उठेँ अब उठ्ने बित्तिकै रुचोस् त के यार त्यो बाटो हुनु चाहिँ कहाँ आएको छ बेनेली चाहिँ अति लाग्दिन्छ क्या मलाई सो बेनेली बस अब योभन्दा धेरै नजाऊ किनभने तेल छैन अरे फेरि केटाहरूले गाड हान्छ फेरि मलाई औ पुरै नगरौँ कि लास्टै कम्फोर्टेबल हुन्छ अब टाढा पो गयो के हो ला चस्मा छैन मेरो खै कताको ट्रान्सपारेन्ट लिएर आऊ त्यो यताले त यहाँ निकाल म लाउँछु अब यहाँदेखि चाहिँ हामी फेरि लाग्यो दुईजना अगाडि छ होइन अनि म बिचमा फेरि केटाहरू पछाडि छ मेरो क्यामेराले गतिलो हान्दैन अनि गाह्रो छ नि यो जिन्दगीमा एकदम धेरै गाह्रो पो छ त लु हेर त कर्नरिङ हान्दै जानु पर्दैछ अब आरामले है अङ्कल बिस्तारी ओ साइड लाइट चाहिँ मार्न है गधा हो गुटुङटुङ नआइजाऊ है हो म त फेरि गुटुङटुङ पारेर पेलपाल पारेर अनि लाग्छु पो फेरि ओह्रालै ओ खाल्टो पो छ त नगी क्या हौ यसले ट्राफिकमा चेक गराउने भयो नि हौ मोटरमाहरू अलिक बिस्तारी है म आउँछु केटा साह्रै बनाइहालेको थियो नि घुम्नै पो दिँदैन थियो त हौ तर घुमी त छोडेँ म परै पो लाग्दैन नि भर अब ट्राफिक मित्रले पनि जे भन कि म त केही पनि पत्याउँदिनँ पोइ अब कहाँ गयो कताबाट जानु अब बिहेको मलाई मेरो के अरे बिहेको जन्ती हो साँच्चै हो मलाई हो भनेर जाउँछु भन्छ त केटाहरूले त अनि हामी त फेरि गुटुङटुङ बारी पो हाल्छु त म त अब यो स्प्लेन्डरमा को हो अब बिस्तारै है गुटुङटुङ नपारौँ है अब के कुदाउँछ हौ यसले त अनि एनएस त यार तर एनएस त एनएसै हो नि त के कुदाउँछ यार केटाहरूले बाइक त आम्मा के कुदाएको हो त्यो एनएस त म्याच त्यहाँदेखि चाहिँ झिलझिले जाने हो अर्जुनलाई फोन चाहिँ गरेको छु तर अब पुगेर मात्रै फोन गर्छु म तेल त लाएर जानुपर्छ यार तेल छैन नि पर जाने हो अनि अब तेल लाएर जाने होला झिलझिले जाने भन्दैछ केटाहरू अब हेरौँ के हुन्छ हेर्दै जाउँ जाउँ अलिकति पैसा त छ म अलिकति चाहिँ तेल लाउँछु किनभने तेल त लगाइराख्नै पर्ने अवस्था छ मेरो चाहिँ अनलाइनबाट तेल छ अनलाइनमा छ उयो पैसा अनलाइनबाट चाहिँ लगाइराख्छु किनभने झिलझिले जाने भन्दै चाहिँ केटाहरू अब झिलझिले जानुको लागि त तेल चाहिन्छ नि चाहिन्छ अब कसोको दुःख सुख छ छिर्नै पर्यो धन कमाउँछु भनी पसेको थिएँ हौ गाडीको चाप देख्दाखेरि त नि साह्रै पो लागेर आउँछ हौ आरामले केटा लडाउँछ है गाडी अब आमजानी छुयो भने पनि नहुने म्याच अब जम्मैलाई हतार हो कहाँ जानु हतार हो यति साह्रो हो अरू झिलझिलो लाग्छ
सो अर्जुनले चाहिँ मेरो फोन उठाएन होइन। अब झिल्जीले चोक पुगेर चाहिँ फोन गर्छु साथीलाई। सो यो रह्यो पश्चिम बस स्ट्यान्ड। हजुर हात खुट्टा त सक्लै छ त हो अन्त यार, त्यतिमै दिनु। पर्ख एकछिन 5 मिनट आनको लागि ल भयो। वेलकम। हजुर त्यो कहाँको हो? झिल्जीले जाने भनेर उसैले प्लान गर्यो अनि उयो हरायो क्या हाम्रो कान्छा फेरि हो बाइकमा। अब कहाँ हरायो नि चाहिँ पख ल के को ढिलो हौ छुट्याइ त झिल्जीले आइएम कमिङ। त्यस्तै छ होइन, मौसम अहिले त्यस्तै अब खराबै हुन आँटिसक्यो क्या। कस्तो भन्नु अब सोचेभन्दा खराब भइसक्यो यार मौसम। मोबाइल एकदम रमाइलो हुँदैछ होइन। धेरै पछिको राइड हो यो चाहिँ मेरो। सो आई थिङ्क आई जस्ट इन्जोय दिस राइड। मामा ओ मामा मामा तिमी मामा छौ मामा। वरि चाहिँ होइन गुटुङटुङ यो बाटो कहिले बनाइसक्छ हौ मा कसम। लु हेर त बाटोको गति हेर। बिचरी मेकअप गरेको त सबै कालो भइसक्यो त। पानी कहाँबाट आउँदो रहेछ भनेको त यहाँबाट रहेछ नि। बाइक त फेरि मेरो लागि त इमोसन फिलिङ्स लाइक द्याट सबै हो नि त फेरि है। बच्चैदेखि बाइकमा त म लास्ट क्रेजी हो क्या मान्छे। त्यसले यतिमा खुट्टा हाइट छोटो हुनु पनि गाह्रो। सुरुङ्गाको पुलले स्वागत गर्यो हामीलाई। तिम्रो बाउको के खाइदिएछ र कता हौ? बिना खन्दा खन्दै भने यस्तो कुद्नुपर्छ। सुरुङ्गा त टेकिसक्यो हौ। यसै उसै टेकेर पनि सुरुङ्गा नाङ्नु आइदिइसक्यो। हुँदैन त यिनीहरू। अब लु त कहिले काहीँ त जित्नु पनि दिनुपर्छ हौ। अब एक्लै स्पिड पनि कुदाउनु हुँदैन। यो गाडीलाई पनि छोडिदिउँ के भएको छ र जिन्दगीमा। सुरुङ्गा भन्ने भर्खर आइपुग्दैछौँ हामी। अब झिल्जीले कहाँ हो फेरि? अब अलिकति ओभरटेक गरे ल नरिसाउ है। कुदाउनुको मजा भनेको यो हो नि त गाडी फेरि। वाउ 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 मेरो क्यामेराको क्वालिटी कस्तो छ थाहा छैन। पानी पर्न आँटेको छ हेर्नु न मौसम। पानी आइजान्छ कि भन्ने डर पो छ त फेरि होइन। छाड बाटो ओ शुभ विवाह। भात भात यहाँ फ्रीमा पाउँछौ। उयो भात फ्रीमा पाउँछौ। उयो भात फ्रीमा पाउँछ के? बिहे हुँदो रहेछ नि त उता। आमा गाडी ताने डगी चल्न त चल्याछ। झिल्जीले त टाढा पो रहेछ त अनि। अब यो के हो? हामी झिल्जीले आइपुग्यौँ। ए झिल्जीले पनि उफ्रा गरिने भयो यार आज। अब मैले त भिले गरेको थिएँ यार यस्तो राम्रो रहेछ भन्ने कुरो। 4 किलोमिटर 2 मिनटमा पार गर्यो त हौ। अब बाटो त फेरि अख्खा रहेछ नि त नि होइन। सोचेकै थिएन यस्तो दामी बाटो छ भनेर यार। आगो रे चतासी धाम थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। सो आजको भिडियो चाहिँ मतलब आज चाहिँ हामी झिल्जीले तल अनि विराट पोखरी के भन्ने त्यो सबै घुमेर आउँदा ओर्दा चाहिँ लगभग रात नै परिसक्यो होइन। पुरा रात परिसक्यो। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है। सबैजनाले हेरिदिनु होला।